नमस्ते। म एउटा सानो गजल भन्न गइरहेको छु। मन पर्यो भने लाइक गरिदिनु होला, मन परेन भने कमेन्टमा केही लेखिदिनु होला, त्यसको रिप्लाई म दिनेछु। आजसम्म कहिले पनि म यसरी गजल भन्न आएको थिएन, तर आज यसो बनेर साथीहरूलाई सुनाइदिउँ र साथीहरूले रिप्लाई के दिन्छन् भन्ने विचार लागेर एकान्तमा बसेको बेला दुई टुक्का गजल भनिहालौँ भन्ने लाग्यो। यदि सुनेर साथ दिदिनु होला साथीहरू, म सुरु गर्न चाहन्छु। हाँसेर टार्नु पर्छ अचेल मनका पीडाहरू सबै, हाँसेर टार्नु पर्छ अचेल मनका पीडाहरू सबै, आफ्नै कथा आफैले बिर्सिएको जिन्दगानी हुँ म, आफ्नै कथा आफैले बिर्सिएको जिन्दगानी हुँ म। हजारौं चोट बोकेर पनि चुपचाप हिँडिरहेँ, हजारौं चोट बोकेर पनि चुपचाप हिँडिरहेँ, तिमीले नबुझेको एउटा अधुरो कहानी हुँ म, तिमीले नबुझेको एउटा अधुरो कहानी हुँ म। धन्यवाद, सल्युट छ साथीहरूलाई, सुनिदिनु होला, सुनेर साथ दिदिनु होला भन्न चाहन्छु। बस, बाई बाई।